सोनापुर मिनरल्स कस्तो खालको कम्पनी हो त? आजको भिडियोमा कम्पनीको इतिहासदेखि कम्पनीको वित्तीय अवस्था, बजारको अरू सिमेन्ट कम्पनी र सोनामा चाहिँ के फरक छ, छोटो मिठो शैलीमा बुझ्नेछौँ। भिडियो चाहिँ म्युजिक पछि सुरु गरौँ है त। सोनापुर मिनरल्स एउटा सिमेन्ट बनाउने कम्पनी हो। कम्पनीको दाङ जिल्लाको बिजौरीमा सिमेन्ट प्लान्ट र आफ्नै चुनढुङ्गा खानी छ। सोनापुर मिनरल्स 2065 सालबाट नेपालमै गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने उद्देश्यका साथ सुरु भएको कम्पनी हो। 2068 सालबाट कम्पनीको सिमेन्ट फ्याक्ट्री सञ्चालनमा आउन सुरु गर्यो। सुरुवाती दिनमा कम्पनीको यो फ्याक्ट्रीबाट चाहिँ एकै दिनमा 750 मेट्रिक टन क्लिङ्कर र 400 मेट्रिक टन सिमेन्ट उत्पादन हुन्थ्यो। कम्पनीले 2080 सालमा चाहिँ प्रिमियम मूल्यमा 267.58 को दरमा चाहिँ आफ्नो आइपिओ लिएर आएको थियो। कम्पनी खुलेको 17औं वर्ष भइसक्दा कम्पनीले चाहिँ समय गरी आफ्नो प्लान्टको क्षमता बढाएको छ र आजसम्ममा चाहिँ कम्पनीले चाहिँ एकै दिनमा 1650 मेट्रिक टन क्लिङ्कर र 2300 मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता भइसकेको छ। सुरुवाती वर्षभन्दा कम्पनीको क्लिङ्कर उत्पादन गर्ने क्षमता डबल भन्दा माथि र सिमेन्ट उत्पादन गर्ने क्षमता चाहिँ 6 गुणा भइसकेको छ। सोनापुर सिमेन्टको कुल 3.75 करोड शेयर मध्ये प्रोमोटरसँग 60% हिस्सा अर्थात् 1.8 करोड शेयर छ। सर्वसाधारणसँग 37.58% अर्थात् 1.15 करोड शेयर छ। लोकल र स्टाफ गरी 2.42% स्वामित्व छ। प्रोमोटर र कर्मचारीहरूको शेयर चाहिँ आइपिओ पछिको 3 वर्षसम्म लक हुनेछ या 3 वर्षपछि मात्र प्रोमोटर र कर्मचारीहरूले चाहिँ आफ्नो शेयर बेच्न पाउँछन्। सोनापुर मिनरल्सको लकिन खुल्न 6 महिना मात्र बाँकी छ। 6 महिनापछि यदि प्रमोटरहरूले शेयर बेचेनन् या आफ्नो स्वामित्व कायम नै राखे भने प्रोमोटरहरूलाई कम्पनीप्रति उच्च विश्वास रहेको बुझ्न सकिन्छ। तर प्राय जस्तो केसमा चाहिँ लकिन खोल्न साथ पाएको मूल्यमा चाहिँ प्रोमोटरहरूले आफ्नो शेयर बेचेर बजारमा शेयर सप्लाई बढाएको र मूल्य घटेको देखिन्छ। कम्पनीको शेयर मूल्य चाहिँ आइपिओ लिस्ट भएको केही दिन घटेर 235 सम्म झरेको थियो। पछि फेरि बढेर 2081 सालमा चाहिँ कम्पनीको मूल्य 600 को आसपासमा पुगेको थियो। अहिले कम्पनीको मूल्य चाहिँ 430 तिर चलिरहेको छ। कुनै पनि कम्पनीमा लगानी गर्नु अघि चाहिँ त्यसको बिजनेस मोडल, कम्पनीको सेल्स, नाफा कति छ एकदमै बुझ्नुपर्छ। सोनापुर मिनरल्सले सिमेन्ट बेचेर चाहिँ 2079 सालमा चाहिँ 237 करोड उठाएको थियो। 2080 सालमा आर्थिक मन्दीको कारण सिमेन्टको माग कम हुँदा कम्पनीको सेल्समा पनि कमी आएको छ। यो साल कम्पनीले मात्र 173 करोड रुपियाँको सिमेन्ट बेच्यो। 2081 सालमा कम्पनीले सिमेन्ट बेचेर 260 करोड उठाएको छ। कस्ट अफ सेल्स भनेको कम्पनीलाई सिमेन्ट उत्पादन गर्न लागेको खर्च हो। 2081 सालमा कम्पनीको कस्ट अफ सेल्स 190 करोडको छ। यसको मतलब कम्पनीले 260 मा बेचेको सिमेन्टलाई आफैलाई बनाउन चाहिँ 190 रुपियाँ खर्च लागेको देखाउँछ। कम्पनीको कस्ट अफ सेल चाहिँ अलि बढी नै छ। जति कम गर्न सक्यो कम्पनीलाई त्यति नै नाफा हुन्छ। कम्पनीले 2079 सालमा चाहिँ 12.7 करोडको खुद नाफा कमाएको थियो। तर त्यो नाफा 2080 सालमा चाहिँ झन्डै 5 गुणाले घट्यो। 2081 सालमा कम्पनीको नाफा 4.7 करोड भए पनि कम्पनीको नाफा 2079 साल भन्दा चाहिँ धेरै नै कम छ। कम्पनीको बैंकको ऋण पनि एकदमै धेरै छ। 2081 सालमा कम्पनीको ऋण 640 करोड पुगेको छ, जुन कुल सम्पत्तिको 45% हुन आउँछ। कम्पनीले यो ऋणहरू चाहिँ कसरी चलाउँछमा चाहिँ कम्पनीको भविष्य निर्भर छ। ऋणको राम्रो सदुपयोग भए कम्पनीको उत्पादन र नाफा बढ्छ भने राम्रो सदुपयोग भएन भने चाहिँ कम्पनीको नाफा जति सबै ऋणको ब्याज तिर्दै सकिन्छ। कम्पनीको किताबी मूल्य या बुक भ्यालु चाहिँ पछिल्लो वर्षहरूमा चाहिँ बढिरहेको छ, जुन एकदमै राम्रो संकेत हो। अब चाँडै नै अर्को भिडियोमा चाहिँ नेप्सेमा लिस्टेड 4 वटा सिमेन्ट कम्पनीहरू शिवम, सोना, सर्वोत्तम र घोरैको चाहिँ कम्पेरिजन गर्नेछु। कुन सिमेन्ट कम्पनी चाहिँ कुन कुरामा अब्बल छ त्यो पनि राम्रोसँग बुझ्नेछौँ। भिडियो राम्रो लागेमा चाहिँ स्मार्ट लगानीलाई लाइक र सब्स्क्राइब गरिदिनु होला।
केही सुधार्नु पर्ने पक्ष छ भने पनि कमेन्ट गरिदिनुहोला। धन्यवाद।